तपाईलाई थाइरोइडको समस्या छ र तपाईले प्रेग्नेन्सी प्लान गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। हाम्रो समाजमा धेरैले के सोच्ने गर्नुहुन्छ भने थाइरोइड भएको व्यक्तिमा बच्चा बस्दैन, बच्चा बसिसकेपछि पनि खेर जाने समस्याहरू हुन सक्छ, ले प्रेग्नेन्सी बन्न सक्दैन, आमा बन्न सक्दैन भन्ने धेरैले भनेको पाइन्छ। के हो त वास्तविकता? आउनुहोस् आज बुझौँ। थाइरोइड भएपछि त्यसले जोखिम चाहिँ बढाउँछ है। थाइरोइड यदि तपाईको चाहिँ अनकन्ट्रोल छ भने त्यसले बच्चा बस्ने चान्स घटाउँछ। बच्चा बसिहाल्यो भने खेर जाने चान्स बढाउँछ। बच्चा खेर गएन भने पनि त्यसले बच्चामा कुनै अपाङ्ग भएको जन्मिने है त, मानसिक सन्तुलन मा गडबड भएको हैन, मानसिक समस्या भएको बच्चा जन्मिन सक्ने चान्सेसहरू बढाउँछ। त्यस्तै कहिलेकाहीँ समय अगावै तपाईको चाहिँ डेलिभरी हुने चान्स बढाउँछ। तर यदि तपाईको थाइरोइड कन्ट्रोलमा छ, नर्मल छ भने तपाईले ढुक्क भएर तपाईले प्रेग्नेन्सी प्लान गर्न मिल्छ है। तर के शर्तहरू हुन्छन् भने तपाईले प्रेग्नेन्सी प्लान गर्नुभन्दा अगाडि थाइरोइड चेक गर्न पर्यो, त्यसलाई नर्मल लेभलमा राख्नु पर्यो, डाक्टरको सल्लाह अनुसार चल्न पर्यो र प्रेग्नेन्सी पोजिटिभ आइसकेपछि त्यसपछि तपाईले हरेक 1 देखि 1.5 महिनाको पिरियडमा थाइरोइड चेक गर्नुपर्छ र तपाईले आफ्नो स्त्री रोग सम्बन्धी डाक्टर सँगसँगै फिजिशियन डाक्टरलाई पनि देखाउनुपर्छ। हस्, धन्यवाद।